खै माइक के भयो जो उहाँको मेरो विजयमा सधैँ बसिरहनु भएको छ र मलाई आशीर्वाद दिइरहनु भएको छ। विक्रमसम्म 1971 साल फागुन महिनामा धनकुटाको रायको मौसममा बुवा र 1986 साल फागुन महिनामै धरानको कसैको मौसममा आमाले जन्म लिए 2002 सालमा बडो हर्षोल्लासको साथ उहाँहरूको विवाह सम्पन्न भएर उहाँहरूको जीवनको पहिलो मोड धनकुटाबाट सुरु भएको रहेछ। त्यसपछि आफ्नो भविष्य बनाउनुको लागि धनकुटा छाडी आमासँगै धरानमा बस्न थाल्नुभएछ र उहाँहरूको जीवनको अर्को मोडको 3 दशकको अन्तरालमा 6 छोरा 3 छोरी जन्मे 9 जनाको सन्तानको आमा बुवा बन्ने सौभाग्य पनि पाइसक्नु भएछ। सानो भोलि र नरम स्वभाव भएकी मेरी सासु आमाले त्यति पुरानो समयमा पनि हामीलाई छोरी चाहिँ व्यवहार गरी छोरी र बुहारीमा कहिल्यै भिन्नता गर्न चाहनु भएन र त्यस्तै सादा जीवन उच्च विचार भएका मेरा ससुरा बुवाले पनि आमा चाहिँ हामी सम्पूर्ण परिवारलाई समान व्यवहार गरी हामीलाई राम्रो संस्कार दिनुभयो। यस्तो सासु ससुराको असल संस्कार मेरो सौभाग्यले केही वर्ष मैले पाउनु पाएकोमा म आफैलाई साह्रै भाग्यमानी ठान्छु। पुस्ताका आफ्ना छोराछोरीको असल शिक्षाको लागि घरानमा रहँदा कहिले पूर्व गराए कहिले पश्चिम गराए कहिले खेती कहिले व्यापार अनि कहिले खाली खुट्टा कहिले खाली पेट भएको कुरा हामीलाई सुनाउनु हुँदाको बेला सम्झिँदा साह्रै लागेको हुन्छ। 9 जना छोराछोरीको लागि पालन गर्न परेता पनि मेरी गाउँतामै सासु आमाले अर्को घर व्यवहार सम्मानित हाम्रो बुवालाई संस्थाको सेवा गर्न पुस्तक दिनुभएको कारणले नै बुवाले वर्षौँ वर्षसम्म गीता भगवानको सेवा गर्ने समय पाउनुभएको थियो। यसै गरी हाम्रा परम पूज्य बुवा श्री गोपीबहादुर श्रेष्ठज्यूले विभिन्न धार्मिक र आध्यात्मिक संस्थानमा आबद्ध आफ्नो परिवारलाई केही समय पनि संस्थामा नै दिएर संस्थामा नै आफू पनि सम्बन्धित हुन सक्नुहुन्थ्यो। यसैको क्रममा उहाँले नेपालको सुन्दर नगरी धरानको वृक्ष बजारमा अवस्थित श्री गीता भवन जस्तो पवित्र संस्थाको स्थापना कार्यक्रमलाई सचिव पदको एउटा चौथो जिम्मेवारी झन्डै 4 दशकसम्म निभाउँदै आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि गीता भवनकै सेवामा रहनुभएको थियो। गीता भवनको कार्य सञ्चालनको लागि धरान बजारको घर घरमा गई उठी जानुको लागि काम धेरै वर्षसम्म गर्नुभएको थियो उहाँले। त्यसपछि गीता भवनको बुवाको त्याग गर्नुभयो। यसको उहाँ विद्यार्थ परिजनको स्वागत र सम्मान गर्नुपर्छ भने उहाँले माइली बुहारी रघुनाथ श्रेष्ठ श्रीमती म देवी श्रेष्ठ यस भव्य स्मृति प्रतिष्ठानको उज्जवल भविष्यको कामना गर्दै आजको कार्यक्रममा हाम्रा स्वर्गीय अबुवाले गीता भवनलाई दिनुभएको योगदानको कुराहरू राख्दै यस गीता भवनको सम्मान गर्नुको साथै गीता भवनको उज्जवल भविष्यको कामना गर्दै हाम्रा पूजनीय बुवाआमा हाम्रो हृदयमै भइरहनुहुनेछ भन्दै मेरो सासु आमा र ससुरा बुवा बहिनीको मेरो सानो बधाई म यही